रामसँग सोचेर भिडियो बनाउनु पर्छ नि फेरि फर्काएको के अरे के हो त्यो खोजेको सम्झाको मेरो गर्लफ्रेन्डसँग भिडियो बनाउने हो एयरपोर्ट सेयरपोर्ट दिन्छ भने त्यसको भिडियो बनाउनु कस्तो तिम्रो गर्लफ्रेन्ड को भिडियो बनाउ हान्दिने हो मान्छे मेरो गर्लफ्रेन्डसँग भिडियो मेरो ठाउँमा इज्जत छ के भाइ सबै गर्छ भने म बनाउँदै थिएँ नि त अनि मेरो पारा यस्तो हो त अनि पारा यस्तो सुन भाइ तिमीको ठाउँमा भोलि म तिमीलाई हान्न सक्छु के कस्तो हान्ने कुरा गरेर हान्थि म त अनि हान्नु भने हुन्छ यहाँ हान्ने हो अनि तिन ठुनेको यार दा यार तपाईँ बुझ्नु न यार यो गरौँ पहिला मेरो प्रब्लम सल्भ गरौँ अनि दसैँवटा भिडियो बनाइनु हुन्छ क्या त्यो नम्बर लिएर अनि पछि त्यो गरौँ यस्तो नम्बर दिन्छु मैले नम्बर लिएर अनि पछि गरौँ त होइन को मेरो गर्लफ्रेन्डसँग भिडियो बनाउने यो हेर्नु दोस्त हो यही हो मेरो गर्लफ्रेन्डसँग भिडियो बनाउने हो एकछिन एयरपोर्ट सेयरपोर्ट दिन्छ भने त्यस्तो भिडियो बनाउने कस्तो तिम्रो गर्लफ्रेन्ड को मैले भिडियो भेटाएँ क्या तिम्रो गर्लफ्रेन्डले भिडियो नबनाउने भने म बनाउन थिएँ नि त नि अनि भिडियो बनाउनु पर्छ अनि मेरो गर्लफ्रेन्ड मलाई के थाहा त अनि त्यो मान्छेले भिडियो नबनाउने भने म बनाउन थिएँ के त्यसरी भिडियो बनाउनु हान्दिने हो ठुलो कुरा गर्दो रहेछ मान्छे मेरो गर्लफ्रेन्डसँग भिडियो बनाउनु पर्छ त अनि तिम्रो गर्लफ्रेन्ड मलाई के थाहा त अनि फेरि राम्रोसँग सोचेर भिडियो बनाउनु पर्छ नि फेरि फर्काएको के अरे के हो के खोजेको सम्झाएको हो फर्काएको होइन सम्झाएको के हो मेरो गर्लफ्रेन्डसँग भिडियो बनाउनु तिम्रो मेरो गर्लफ्रेन्ड जो होइन किन त त्यहाँ मैले भिडियो भेटेको छु के ठिक छ भिडियो बनाउँछ राम्रो तिम्रो चिनेन नि त नि चिनेन अनि त्यस्तो भिडियो बनाउनु पर्छ नि चिन्नु जान्नु नजान्नुसँग नचिनिकन भिडियो बनाउने हो नि त नि तिम्रो गर्लफ्रेन्ड मलाई के थाहा त अनि तिम्रो गर्लफ्रेन्ड हो भने त बनाउँछ नि त नि त्यसमाथि उसलाई मैले पुरै यस्तो उस्तो दिइरहेको उनीहरूले नबना भने बनाउँदै थिएँ त म उनीहरूलाई सोधेर बनाउनु नि त यसवाला भिडियो त कुन गर्लफ्रेन्डले मैले त अब सोचेर बनाऊ कि बुझेर नबनाऊ के बनाएको मलाई के थाहा त अनि भिडियो बनाएको छ सल्लाहले गर मान्छेको गर्लफ्रेन्डसँग भिडियो बनाउनु हुन्छ एयरपोर्ट गिफ्ट दिन्छ गिफ्ट दिन्छ भने त्यसरी भिडियो बनाउनु तिम्रो गर्लफ्रेन्ड ल भन त खोइ म भिडियो हेर्छु खोइ त्यस्तो उस्तो दिन्छ भनेपछि त भने एयरपोर्ट दिन्छ अब त्यहाँ अब हामीले के थाहा होइन सल्लाहले बनाऊ के गरेर बनाऊ मान्छेको गर्लफ्रेन्डसँग त्यसरी भिडियो बनाउनु हो त तिम्रो गर्लफ्रेन्ड मलाई के थाहा त मैले अरूसँग बनाएको छ अहिलेसम्म लफडा भएन तिम्रै गर्लफ्रेन्ड हो यहाँ सँगै टाँसेर आएको बेला मैले उसलाई छुट्टै तानेर बनाएँ भने छुट्टै कुरो हुन्थ्यो नसोधिकन के थाहा त अब त्यो कुरा अनि एजवाला सोधेमा त नसोधेको मान्छेको मेरो ठाउँमा पनि इज्जत छ कि भाइ सबै उयो साइडमा बसेर कुरा गर्न सकिन्छ नि त यहीँ हाल्नु कसरी आउने हो त तिम्रो गर्लफ्रेन्ड छ भने म बनाउँदै थिएँ नि त अनि मेरो पारा यस्तो हो त अनि पारा यस्तो पाराले भएन नि त अनि कस्तो त्यस्तो भिडियो बनाएपछि रिस उठ्छ नि त अनि दाइ तपाईँले भिडियो बनाउनु भएको रहेछ भनेर राम्रो मुखले भन्ने हो कि केटाहरू झगडा गरेर हुन्छ त नि तिम्रो हामी भोलि चाहिँदैन झगडा गर्नु हुन्छ त नि सुन भाइ तिमीलाई आएको ठाउँमा भोलि म तिमीलाई हान्न सक्छु के हान्ने कुरा गरेर हान्थ्यो त अनि हानु भनेको होइन त यहाँ हान्ने हो तिन ठुल्ठुल कुरा त भिडियो बनाउने आफै अनि आफै ठुल्ठुल कुरा गर्ने त अनि भिडियो बनाउनु त मेरो कामै भिडियो बनाउने कुन हो तिम्रो गर्लफ्रेन्ड भिडियो बनाउनु त त्यो काम तपाईँको होला हैन तपाईँको भिडियोहरू पनि भेटिरहेको छ के कुन हो गर्लफ्रेन्ड तिम्रो कहिले बनाएको भिडियो खोइ डिलिट हान्नु पर्यो त्यो भिडियो ल हानौला नि त के छ त कुन हो गर्लफ्रेन्ड भन न त टिकटकमा हालेको छ के टिकटकमा भेटाएँ मैले कुन गर्लफ्रेन्ड हो के हो भिडियो हेरौँ न भिडियो हेरौँ यहाँ छ त जुन गर्लफ्रेन्ड भयो नि टिकटकमा डिलिट गर्नु पर्यो कि त्यो त्यसरी हाल्नुपर्छ भिडियो नसोधेको बना हुँदैन नि त एजवाला होइन एयरफोन गिफ्ट दिन्छ भनेको त्यो वाला भिडियो हो के त्यसरी राम्रो हुँदैन नि फेरि कुन रहेछ त नि कस्तो छोडिदिने कि यार दा यार तपाईँ बुझ्नु न यार यो साथीको मेरो साथीको उयो गर्लफ्रेन्ड हो यार अलि सोचेर राम्रो बुझेर भिडियो बनाउनु पर्छ कि नराम्रो केही छ त्यसमा अब नराम्रो यतिकै भइहाल्यो भनेको छ होइन कस्तो हुन चाहिँ मैले कुरा गर्ने तरिका नि अलि हुन्छ नि होइन चिन्या भयो नि हुन्थ्यो ल को रहेछ फेरि यो हो त होइन यो फोटो देखाएर हुन्छ कि फोटो नि राखेको छ फोटो नि राखेको छ मेरो गर्लफ्रेन्डको के थाहा त मलाई तिम्रो गर्लफ्रेन्ड चिन्या हो त हो फोटो किन देखाएको छ फोटो राखेको छ र बाबा छोड्दै केटा छोड्दै कहाँ छोड्छ त्यसै अब यार केटाहरु नर्स के भयो त उसको काम भने भिडियो बनाउने भिडियो अनि के मान्छे गर्लफ्रेन्डसँग बनाउनु हो त यार तिम्रो गर्लफ्रेन्ड मलाई के थाहा त अनि त्यसमा तिमीले नसोधिकन बनाउन के अन्त छोड्दै भयो के सोधेर बनाऊ के गरेर डिलिट गर्नु त अहिले डिलिट गरौँ त डिलिट गरौँ रहेछ त यहाँ डिलिट गर्छिन होला नि त्यसो डिलिट गरौँ टिकटकमा हालेको छ टिकटकमा हालेको के अब दिनको कतिवटा भिडियो हाल्छ कहाँ पुग्यो होइन त्यो हेर्ने हो खोजेर भयो भने डिलिट गर्ने हो क्या एकछिन पाउँछ यहाँ एउटा रेकर्ड गरौँ कस्तो त्यो ल मेरो प्रब्लम सल्भ गरौँ न पहिला अनि घरमा प्रब्लम भयो त्यसो अनि छोड्नु न अलि फ्री कस्तो फ्री यार
त्यो भिडियो अहिले पछि बनाइने भएको नि त हैन एडभर्टाइज गरेर मैले खोजिरहेको थिएँ कि पुष्पलालतिर नि भिडियो बनाउनु रहेछ हैन मैले एडभर्टाइज खोजिरहेको गरेर चाहिँ एकछिन त्यो पहिला मेरो प्रब्लम को रहेछ तिम्रो गर्लफ्रेन्ड खोप यहाँ हेर भनिरहेको छ त यार टिकटकमा सिधै टिकटकमा हेरौँ न टिकटक हुनु पर्यो नि यो मोबाइलमा अनि टिकटक चाहिँ कुनमा छ त अनि टिकटक यो भिडियो रेकर्ड गर्ने मोबाइल हो नि त यो त अनि टिकटक डिलिट गर्ने हो टिकटक आइडी लगइन गर्ने हो पहिला मेरो प्रब्लम सल्भ गर्ने हो आइडी लगइन भन्छु यहाँ हेरेर भन्छु हेरेर भन्दा नि त कुन चाहिँ हो ल मैले त्यही टिकटक आइडी चाहियो कि म टिकटक आइडीमा म आफै डिलिट गर्ने हो कि नसोधिकन बनाउन मैले अर्को गर्लफ्रेन्ड के थाहा सोधेर बनाए गर्लफ्रेन्ड मलाई थाहा थिएन को गर्लफ्रेन्ड अहिले त्यसै टाइम वेस्ट नगर न डिलिट गरिदिन्छु डिलिट गरिदिनु नि त प्रब्लम हुन्छ भनेदेखि साइड गर जङ्गिरा ठुलो कुरा पो गर्छ भाइ ए मेरो पनि टाइम छैन त यहाँ भिडियो बनाएको हुनु नि त म चाहिँ एकछिन साइड बसेर कुराहरू हुँदैन एकछिन पछि ल के गर्ने हो गरौँ पहिला मेरो प्रब्लम सल्भ गरौँ अनि जति एउटा भिडियो बनाइनु हुन्छ क्या भिडियो डिलिट गर्ने हो क्या त्यो नम्बर लिएर अनि पछि त्यो गरौँ यसो नम्बर लिन्छु मैले नम्बर लिएर अनि पछि गरौँ टिभी भयो यसो नम्बर लिँदिनँ नि मैले फेरि कस्तो रेकर्ड हो पहिला भिडियो डिलिट गरौँ अनि मात्र रेकर्ड हुन्छ आयो भएपछि नम्बर लिएर अनि पछि गर्दै भइहाल्छ त त्यस्तो हुँदैन कि अहिले नै डिलिट गर्ने हो ल भाइ यसमा लगइन गरौँ न त टिकटक आइडी है भाइ यार माइ नम्बर दिनु हैन यो चाहिँ मलाई सुन के प्रब्लम तिमीलाई प्राङ गरिराखेँ बुढा ढिला थाहा भइसकेको छ तै पनि हेर्नु नि माइक छ कि माइक छ नि त बुढा होइन माइक पनि छ तर त्यस्तो हुँदैन कि किनभने मैले अरूको अनुमति बिना बना हुन्न त्यो त मलाई